सरकारको यो देशभित्र सुकुम्बासी जनताहरू पर्छन् कि पर्दैनन्, दलितहरू पर्छन् कि पर्दैनन्, उत्पीडित वर्गहरू पर्छन् कि पर्दैनन्। र यो सुनै सुन र जग्गा नै जग्गा थुपारेको सरकारले एउटा धनी वर्गको सरकारले सुकुम्बासी उत्पीडित वर्गहरूको दुःख बुझ्न, पीडा बुझ्न असम्भव छ साथीहरू। हिजो जेनजी आन्दोलन भयो, हाम्रा साथीहरू घाइते भए, कतिका परिवारहरू उजाडिए, 76 जना घाइते हुँदा 76 जनाको हत्या हुँदाखेरि हामीले ओली सरकार हत्या नहो भनेर सडकमा आयौँ। तर 2 जना सुकुम्बासीहरूको हत्या हुँदाखेरि यो बालिन सरकारले हामीले किन हत्या नगर्ने र अर्को कुरा 2 जनाको हत्या भइसकेपछि पनि यो सरकारले गरेको काम राम्रो हो भन्दै हिँड्नेहरूको ब्रेन वास मजाले गरिएको रहेछ भन्ने कुरा यहाँबाट प्रश्न हुन्छ साथीहरू। र म यो सरकारका समर्थकहरूलाई यो आग्रह गर्दछु कि तपाईँहरू आफ्नो विचारले, आफ्नो विवेकले यो सरकारलाई समर्थन गरिरहनु भएको छ। ठिक छ, हरेकको आफ्नो विचार हुन्छ, तर म यो भन्न चाहन्छु कि नयाँ भेरिएन्टको झोले नबन्नुहोस्, सहीलाई सही र गलतलाई गलत भन्न सिकौँ। र अर्को कुरा छ, जुन यो कुखुराको चल्न मर्दाखेरि आँसु बगाउने बिचरा भन्ने आशिका तामाङ आज कहाँ हुनुहुन्छ? आज सुकुम्बासीका बालबच्चाहरू पढ्न पाइरहेका छैनन्, स्कुलहरू जान पाइरहेका छैनन्, उनीहरूका किताब कपीहरू डोजरले फुलेको छ, नागरिकताहरू डोजरले फुलेको छ। बाल बालिकाका अधिकार कर्मीहरू आज कहाँ छन्? सुत्केरीहरू भोक भोकै चिसो खाएर चिसो ठाउँमा सुत्दाखेरि किन बोल्दैनन् यी महिला अधिकार कर्मी भन्नेहरू? यिनीहरू कुन रमझममा बाँचिरहेका छन्, बसिरहेका छन्, सुतिरहेका छन्? र यसरी 2 जनाले दिन दहाडे आत्महत्या गर्दाखेरि, र साथीहरू यो आत्महत्या पनि होइन, राज्यद्वारा नियोजित हत्या भन्न चाहन्छु म। यहाँ मानव अधिकार कर्मीहरू कहाँ छन्? कहाँ रमझममा व्यस्त छन् उनीहरू? कोही पनि किन बोल्दैनन्? बुद्धिजीवी वर्ग भन्नेहरू, लेखक भन्नेहरू, आफूलाई कवि भन्नेहरू आज किन बोलिरहेका छैनन्? किन लेखिरहेका छैनन्? हिजो साना साना कुराहरूमा, विभिन्न घटनाहरूमा पनि बोल्ने, तर आज यत्रो 2 जना मारिँदा पनि किन आवाज उठाइरहेका छैनन्? के सुकुम्बासीहरू यो नेपाली नागरिक होइनन्? यसको प्रश्न, यो प्रश्न म यहीबाट गर्न चाहन्छु। र सुकुम्बासीहरूलाई यसरी उठीवास लगाउन पाइँदैन, किनभने उनीहरूको मानव अधिकारको हक पनि छ र संवैधानिक हक पनि छ। प्रत्येक नागरिकले आवाजको हक पाउनै पर्छ। हामी पनि चाहन्छौँ यो सहरमा भएका सुकुम्बासी जति पनि बस्तीहरू छन् यिनीहरू खुला बनुन् भनेर हामी पनि चाहन्छौँ। तर यसरी डोजर आतङ्क लगाएर होइन, सरकारले उनीहरूको वासस्थान सुनिश्चित गरोस्, सुरक्षाको ग्यारेन्टी गरोस्, विद्यार्थीहरूलाई विद्यालय जानबाट रोकिन नपरोस्, सुत्केरीहरू मर्न नपरोस्, कसैले आत्महत्या गर्न नपरोस्। यसरी सुकुम्बासीहरूको व्यवस्थापन गरेमा हामी यो सरकारको विपक्षमा छैनौँ। र अर्को कुरा म के भन्न चाहन्छु भने हामीले यहाँ सडक सङ्घर्ष गर्दै गर्दाखेरि सामाजिक सञ्जालमा यति धेरै झोले भन्ने शब्दहरू तपाईँहरूले पनि देखिरहनु भएको छ होला। तर म के भन्न चाहन्छु भने हिजो ओली सरकार सत्तामा हुँदा, प्रचण्ड सत्तामा हुँदा, शेरबहादुर देउवा सत्तामा हुँदा हामी हरेक गलत कदमका विरुद्ध सडकमै छौँ, न कि यो राष्ट्रपति सरकार भन्दाखेरि मात्रै। र यो सरकारले भूमिहीनहरूलाई यसरी विस्थापित गर्न खोजिरहेको छ। उनीहरू पहिल्यै उत्पीडनमा छन्, तर राज्यको यो कदमले उनीहरूलाई अझै पनि विस्थापित र अझै उत्पीडनमा पारिरहेको कुरा म यहाँ भन्न चाहन्छु। यहाँ कतिपय भनिएको छ, हुकुमबासी भन्ने शब्द आइरहेको छ, जग्गा मिच्ने, सरकारको जग्गामा आएर बस्ने, अनि त्यस पछाडि आन्दोलन गर्ने भनिएको छ। साथीहरू, यदि सुकुम्बासी र हुकुमबासी, यदि सुकुम्बासी बस्तीमा पनि अन्त लालपूजा भएका जग्गाहरू भएका व्यक्तिहरू छन् भने तिनीहरू हुकुमबासी नै हुन्। र यसको व्यवस्थित ढङ्गले छानबिन गर्ने दायित्व राज्यको, राज्यले यो दायित्व पुरा गरोस्, हुकुमबासीहरूलाई त्यहाँबाट लखेटोस् र सुकुम्बासीहरूलाई ठिक तरिकाले व्यवस्थापन गरेर मात्रै त्यो बस्तीहरू उजाडोस् भन्न चाहन्छु। र अन्तिममा म के भन्न चाहन्छु भने लोकप्रियतावादको आडमा सत्तामा आएर र मनमौजी गर्ने अधिकार कसैलाई पनि छैन, किनभने जनताभन्दा शक्तिशाली कुनै पनि शासक हुँदैन। र लोकप्रियताको आडमा विभिन्न युद्धहरूबाट उत्पीडनमा परेका जनताहरू, शोषित जनताहरूको हरूबाट नै यो भोटहरू लिएर उनीहरूकै सम्पत्ति
छन् हरेक सरकारहरू, तर ती गएर पछाडि के भन्छन् भन्ने अहिले हामीले देखिरहेका छौँ। र हिजो मुसोलिनी र हिटलर पनि जनताको समर्थनबाट चुनेका हुन् र उनीहरू लोकप्रियताको आडबाट चुनिए र अहिले गएर नाजीवाद र फाँसीवादको चाङमा गएर तिनीहरू विलय भए। र यो पालि सरकारले पनि याद राखोस्, तपाईँहरूलाई जनताले भोट दिएर जनताले समर्थन गरेर राम्रो कामको निम्ति चुनेर पठाएको हो। यदि तपाईँहरू जनताको विपक्षमा काम गर्नुहुन्छ भने तपाईँलाई हिजो सत्तामा पुर्याएको जनताले फेरि सडकमा खिचालेर ल्याउनेछ र तपाईँहरूको दादागिरी बन्द गरेर सुकुम्बासीहरूको सबै कुराहरूको ग्यारेन्टी गरियोस् र यो डोजर आतङ्क बन्द गरियोस्। धन्यवाद। उहाँहरूप्रति स्मरण गर्न चाहन्छु र उहाँहरूको परिवारप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु। सबैभन्दा पहिला त म संवैधानिक हकबाटै सुरु गर्छु। हरेक नेपाली नागरिकलाई उसको आवासको हक छ भन्ने कुरा संविधानमै लेखिएको छ, तर यो कुरा अहिलेको सरकारले संविधान नै मिचेर जुन डोजर आतङ्क चलाइरहेको छ यसको म घोर भर्त्सना गर्न चाहन्छु। सबैभन्दा पहिला त हामीले बुझ्नुपर्ने हुन्छ कि लाल पूर्जा र सुकुम्बासी भन्ने शब्दहरू कहाँबाट आए, यसको इतिहास के हो। सरकारले संवैधानिक रूपमा सरकारले जुन जग्गामा बसिरहेका व्यक्तिहरूलाई लाल पूर्जा दिएको छ, ती लाल पूर्जा नपाएका व्यक्तिहरू हुन् सुकुम्बासी। सुकुम्बासी कसरी भए त? पहाडतिरबाट झरेका रोजगारी र विभिन्न अध्ययनको सिलसिलामा झरेर तराई क्षेत्रमा वा सहरका विभिन्न क्षेत्रमा झरेर सार्वजनिक र सरकारी क्षेत्रहरूमा घर बनाइ बसेकाहरू हुन् अहिले हामीले भन्ने सुकुम्बासी। र राणा शासनभन्दा अगाडि के व्यवस्था थियो भने सत्तामा भएका दरबारीहरू जहानी राणा शासनका वरिपरि घुमेर खानेहरू हुने खाने वर्गहरूले चाहिँ जग्गाको लाल पूर्जा पाए, तर भूमिहीन को भए त भन्दा किसानहरू भए, गरिबहरू भए। र अहिले पनि उनीहरू दलितहरू उत्पीडित वर्गहरू थिचोमिचोमा पर्दै आइरहेका छन्। यसको विरुद्ध बोल्नेको सङ्ख्या कम छ र यो लोकप्रियतावादको आडमा सरकारमा गएकाहरू हिजो दलितहरूसँग माफी माग्छन् भने तर उनीहरूले माफी मागेपछि नै दलितहरू मारिरहेका छन्। सुकुम्बासीहरूको व्यवस्थापन गर्छौँ भने तर अहिले एक दिनको अल्टिमेट दिएर 48 घण्टा 24 घण्टाको अल्टिमेट दिएर उनीहरूलाई चाहिँ त्यहाँबाट सर्न भनिएको छ। र म के भन्न चाहन्छु भने कुनै पनि घरवालाले पनि 35 दिनको अल्टिमेट दिएर मात्रै कोठाबाट सर्नको लागि कन्सेन्ट भन्ने कुरा हुन्छ। जतिखेर मन लाग्यो जसरी मन लाग्यो त्यसरी घर छोडेर जा, जता मन लाग्छ जा, जसरी भयो कि बस भनेर चाहिँ त्यसरी निकाल्न मिल्दैन र उनीहरूको पनि राजी हुनुपर्छ। उनीहरूलाई पनि योजना के हो त, त्यहाँबाट निकालिसकेपछि हामी कहाँ गएर बस्ने, कसरी जीवन चलाउने, कता गएर काम गर्ने, हाम्रो बच्चाहरू चाहिँ कता पढ्ने छन् होइन, त्यो सबैको चाहिँ प्लान एउटा व्यवस्थित योजना बनेपछि मात्रै चाहिँ उठीबास गराउने या रिलोकेसन गर्ने भन्ने चाहिँ उचित हुन्छ। तर जुन अहिले हामीले यो कुनै पनि देखिरहेको छैनौँ। र अब चाहिँ आफ्नो कविता राख्नको लागि चाहिँ विनायक पन्त, युवा कवि विनायक पन्तलाई चाहिँ मञ्चमा आमन्त्रण गर्न चाहन्छु। धन्यवाद। आजको यस सुकुम्बासी जति पनि यो कुराहरू आइरहेको छ त्यो विषयमा साथीहरूले एउटा कार्यक्रम आयोजना गर्नुभएको छ र त्यसमा चाहिँ यो कार्यक्रमलाई पनि एउटा ऐक्यबद्धता जनाउनलाई चाहिँ कविता भनौँ भन्ने कुरा आएको छ भने चाहिँ कविता सुनाउन आएको छु। केही कविता सुनाउँछु। मेरो नाम विनायक पन्त र पहिलो कविता चाहिँ यही पोस्टरमा भएको कविता छ, सुकुम्बासी। हो सरकार, हामीले प्रहरमै सजाएका हौँ खोला किनारमा हाम्रो बस्ती। ओ सरकार, हामीले प्रहरमै सजाएका हौँ खोला किनारमा हाम्रो बस्ती। किनकि मिथेनको गन्धले भरिने पेट हाम्रो तिम्रो देशको महँगीले भर्न सक्दैन। किनकि मिथेनको गन्धले भरिने पेट हाम्रो तिम्रो देशको महँगीले भर्न सक्दैन। त्यसै गरी अर्को कविता रहेको छ। कविताको शीर्षक होसियार। सहरको कुनै छेउमा टल्किरहने झालेमाले प्लास्टिक भित्र पानी चुहिन्छ, घाम चुहिन्छ,
चुहिन्छन् केही थान सपनाहरू झरीसँगै र बगी जान्छन् भेलसँगै केही एकाक। यहाँ बाँच्नेहरूलाई पनि दुख्छ, यहाँका मान्छेहरू पनि रुन्छन्, भोकाउँछन् पेटहरू र रातभरि घुरी चल्दा सुसाइरहँदा यो खोला यहाँका आँखाहरू अनिदै बिउजन्छन्। यहाँभित्र बाँचिरहेकाहरू कुनै अर्कै ग्रहबाट आएका वा हुन सक्छ यो ब्रह्माण्डभित्र सृष्टि भएका कुनै नौला प्राणी पक्कै होइनन्। यी पनि हुन् मान्छे, तिमी हामी जस्तै मान्छेहरू हो, तिमी हामी जस्तै मान्छेहरू। तर हामीलाई अतिक्रमणकारी देख्ने के शासकहरू हो, हामीलाई अवैध र अनागरिक घोषणा गर्ने वैधानिक सामन्तीहरू हो। तिमीले पिउने प्यालामा हाम्रा पसिनाका स्वादहरू छन्, तिमीले लगाउने वैभवको रङ्गभित्र हाम्रो हाडको धुलो मिसिएको छ। पहिला हामी दास बन्न विवश तिम्रै कारणले हो र तिमीले श्रीपेज पहिरुनु पहिला तिम्रा महल मुनि दबिएका हाम्रा पुर्खाका हड्डीहरूको हिसाब गर। यी शहरका चिल्ला सडक बनाउन कति रगत अलकत्रा बनेर खर्चिए। पहिले ती माटोमा विलिन रगतका थोपाहरूको उत्खनन गर। ए शासक हो, तिमीले उखेल्न खोजेको यो केवल झोपडी मात्रै होइन, यो त भोका पेटहरूको, मरेर पनि बाँचिरहेका, बाँचेर पनि मरिरहेका शहीदहरूको वा शासकहरूको यस्तै भिन्न भिन्न क्रूरताको विरुद्ध गीत गाउँदै, कविता सुनाउँदै क्रान्ति गरिरहने रिमाल र कृष्णसेन जस्तैको रगतले सिन्चित किल्ला हो जुन तिमीले सोचे भन्दा निकै गहिरो र विद्रोही छ। एउटा कागज जसमा लगाएर कुनै सरकारी लालमोहर दिएको छैन कसैले, तर यो बाटोमा हाम्रै रगतको छाप लागेको छ र कुनै दिन यी श्रमिकका पसिना ज्वाला बनेर दन्किए भने त्यो दिन तिम्रो दरबार पुनः खरानी बन्नेछ। र याद राख, यी खरका दलिनहरूसँगै तिमीले एउटा पुस्ताको सपना पनि भाँचेका छौ र होसियार, ती प्रत्येक भाँचिएका दलिनहरू भोलि तिम्रो चितामा तिमीसँगै जल्ने सामर्थ्य राख्छन्।